यसरी बसेर लास्ट अक्कड लाग्छ अलि चलिरहनु ल सुरु जय मसिह सबैजनालाई आज चाहिँ हामीले शनिबारको संगतिमा हिब्रूको 1 अध्यायबाट हिब्रूको 1 देखि 3 सम्म त्यो खण्डहरूलाई निहाल्दै हामीले हेरिरहेका थियौं अनि यो खण्डमा चाहिँ विशेष गरी येशू ख्रीष्टको ईश्वरत्वको बारेमा हामीले पाउन सक्दछौं अनि येशू ख्रीष्ट को हुनुहुन्छ भन्ने कुराहरू यहाँनिर हामी पाउँदछौं अनि आज हामी हेर्छौं येशू ख्रीष्ट जन्मिनु भएको छ बालकको रूपमा अनि यहाँ संसारमा आउनु भयो मानव भएर जिउनु भयो तर हामीले कति पटक चाहिँ बिर्सिरहेका हुन्छौं कि उहाँ चाहिँ 100% ईश्वर हुनुहुन्छ भन्ने कुराहरू अनि यही खण्डबाट हामीले हेरिरहेका थियौं अनि येशू ख्रीष्ट नै हुनुहुन्छ जसले चाहिँ यो संसार सृष्टि गर्नुभयो उहाँ सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँ चाहिँ कन्ट्रोलर हुनुहुन्छ आज यो संसारलाई चाहिँ उहाँको वचनको शक्तिले सम्हाल्नु भएको छ भनेर हामीले हेरिरहेका थियौं अनि साँच्चै नै यस्तो महान ईश्वर उहाँ चाहिँ ईश्वर भइकन पनि अनि यस पृथ्वीमा मानव रूपमा आउनु भयो भनेर हामीलाई हिब्रूको 2 बाट पनि हामीले हेरिरहेका थियौं अनि साँच्चै नै यो रहस्य चाहिँ आज तपाईं हाम्रो बीच खोलिएको छ अनि येशू ख्रीष्ट नै ईश्वर हुनुहुन्छ भन्ने कुरा हामीले आज बुझ्नु पर्दछ अनि साँच्चै यो कुराहरूलाई मनन गर्छौं भने हामीमा अझै उहाँप्रति त्यो श्रद्धा हामीलाई आउँदछ अनि उहाँ यति महान भइकन पनि अनि उहाँ परमेश्वरको बराबरी भइकन पनि उहाँले त्यो कुरालाई चाहिँ कुनै पक्रिरहने वस्तु जस्तो ठान्नु भएन तर उहाँ होच्छिनु भयो अनि आज हामीलाई उद्धार र मुक्ति दिनलाई मानव भएर हिब्रूको 2 मा लेखिएको छ छोराछोरी रगतमा सहभागी भएको कारणले चाहिँ उहाँले पनि त्यही रूप धारण गर्नुभयो भनेर अनि साँच्चै नै अनि यही उत्साह नै आज हामीले हेरिरहेका थियौं अनि येशू ख्रीष्ट ईश्वर हुनुहुन्छ उहाँ 100% ईश्वर हुनुहुन्छ बाइबलमा हामी हेर्छौं भने उत्पत्तिदेखि प्रकाशसम्म सबै येशू ख्रीष्टको बारेमा त्यहाँनिर लेखिएको छ अनि हामीले हेरिरहेका थियौं येशू ख्रीष्ट बीचमा आउनु भएको एउटा भविष्यवाणी पूरा हुनलाई आउनु भएको होइन उहाँ नै ईश्वर हुनुहुन्थ्यो उहाँद्वारा नै सृष्टि रचियो अनि उहाँद्वारा नै यो सबै योजनामा उहाँ नै हुनुहुन्थ्यो अनि उहाँ नै आज मानव भएर एउटा बालकको रूपमा कन्याबाट जन्मिनु भयो अनि हामी पापीलाई चाहिँ उहाँले आफ्नो रगतद्वारा बचाउनु भयो भन्ने कुराहरू हेरिरहेका थियौं हस्त जय मसीह